हामी रामधुनी जङ्गल आएको छौँ घुम्नलाई दैले लिएर मोबाइल लिएर भागिहाल्छ मोबाइल लिएर भाग्दैन सो जाउँ अब भित्री गाइस एन्ट्री हाने ए भाइ भाइ छोटा भाइ तिम्रो सानो भाइ सो यहाँ दाइ हुनुहुन्छ अनि एउटा बुढो मान्छे बसिरहेको भएको छ सो यहाँ चाहिँ मन्दिर रहेको छ गाइस हामी यहाँ हिँडेको जुम्राई गरेर छौँ हेर्नु भित्री मेरो दोस्तको भाइ मैले सबले काटेर उतार्नु एउटा त्यहाँ पनि निकालिरहेछ के भाइ दिनभरि यही हो त यो बन्दर लुक्क हामी यहाँ पोखरीमा आइसकेको छौँ मैले तासम्म फोटो खिचिदिन्छु तपाईँको लिएर आएको सो गाइस यहाँ चाहिँ हामी धेरै फोटो भिडियो गऱ्यौँ नि दाइ भिडियो गरेर पनि फोटो चाहिँ धेरै खिच्यौँ र बब्बाल फोटो आएको छ गाइस पोस्ट गर्छु हेर्नुलाई गाइस बब्बाल छ फोटो सो गाइस अब जाँदैछौँ अलि त्यहाँ पसल छ त्यहाँ होटल छ त्यहाँबाट कोल्ड ड्रिङ्क्सहरू लिएर जाने त्यहाँ हामी साइडमा बसेर अनि खान्छौँ यहाँ पे भाइ अब पहिले बाहिर चाहिँ अहिले भित्र नै ल्याइएको छ होटलमा सो गाइस यहाँ बसेको छौँ हामी सो यहाँ दाइ सो त्यहाँ रिल्याक्स फिल भइरहेको छ यहाँ जङ्गलको बिचमा बसेको छु पोखरीको साइडमा यहाँ बस्ने छ सो बसेको छौँ एकछिन बस्छौँ अनि त्यसपछि अब दाइको प्लान भनिरहेको छ हामी कहाँ जाने दाइ उता नि राजाबासतिर जाने प्लान भइरहेको छ हिँडौँ भनेर भनिराख्नु भएको छ सो हेरौँ राजाबास पनि गइदिन्छौँ दाइ फेरि गइ नै हाल्नुहुन्छ पोखरा भन्दा चाहिँ अगाडि छ दाइको घर कुन गाउँ नाम के ठाउँको नाम स्याङ्जा गइहाल्नुहुन्छ दाइ दो भाइ दोनों ही त भाइ दो भाइ दोनों कि दोनों ही त भाइ देखौँ त्यता बिचमा आइसकेको छु भित्र सो गाइस यो चाहिँ यही जङ्गलमा यो पानीको सोर्स छ यहीँबाट स्टार्टिङ भएर एउटा सुनसरी खोला जुन भन्छ यिनीहरू भएको सो यहीबाट हो गाइस यो अरू कहीँबाट आउँदैन यही जङ्गलबाट यो पानी आउँछ कहाँबाट आउँछ केही थाहा छैन ल अब यहाँ चाहिँ हामी गइरहेको छौँ गाइस भइसक्यो हाम्रो फोटो भिडियो खिच्यौँ अनि गइरहेको छौँ अब गाइस अहिले राजाबासमा छौँ हामी यहाँ चाहिँ दाइ फोटो भिडियो चाहिँ भइसकेको छौँ त्यस भिडियो बनाइरहेको छौँ गाइस बब्बाल फोटोहरू आएको छ आज अब यहाँदेखि पनि जाने गाइस कस्तो लाग्यो यहाँ दाइ कस्तो भयो राम्रो अनि त्यहाँ जङ्गलमा लगाइस अब हिँडौँ घरतिर 5 बज्न आँटेको छ 4:40 भइसकेको छ गाइस हिँडौँ अब घरतिर